धेरै राम्रो नि मान्छेहरुको पब्लिक हेरेर थाहा भइहाल्छ नि कस्तो रमाइलो छ कति पब्लिक छ यो त भइरहनु पर्छ यस्तो भलिबलहरु के अरु त गेमहरु त भइरहनु पर्छ यस्तो त अब टिकट काटेर पनि मान्छे यत्रो भिड छ पब्लिकहरु हेर्नु न पब्लिक हेरेर थाहा हुन्छ नि कति रमाइलो छ कति इन्जोय गरेका छन् यिनीहरुको मान्छेहरुले यो त सबै पब्लिक हेरेरै थाहा हुन्छ पब्लिक बोल्छ नि यो एकदम रोमाञ्चक छ र यो एकदम ऐतिहासिक पनि छ यस अर्थमा पनि यो धेरै खेल चाहिँ फुटबल क्रिकेट त कहिलेकाहीँ भइरहेको तर फुटबल चाहिँ धेरै वर्षदेखि हराएको थियो यसमा अब यो पहिलो गोल्ड कप भइरहेछ हामी गौरवान्वित भएका छौँ तर अलिकति दुःख पनि लागेको छ अब सुन्नमा आएको छ कि हाम्रै नगरपालिकामा भएर पनि नगरपालिकाको सहयोग देखिएन उसको नदेखिँदाखेरि अलिक चित्त पनि दुखेको छ खेल भनेको खेल जगतले पनि संसार यो नेपालमा हामीले चिनाउन सक्छौँ तर पनि हामीले यसमा पछि परेका छौँ र मलाई लाग्छ कि यसमा नगरपालिकाले विशेष केही पहल गर्नेछ भन्ने लागिरहेछ धन्यवाद पछाडि यिनीहरुमा गोल्ड कप फुटबल भयो कस्तो लागिरहेछ तपाईँ यो एकदम राम्रो छ यस्तो गेमहरु भइराख्नु पर्छ अनि मान्छेहरुमा स्पिरिट आउँछ अलिकति उत्साह आउँछ नयाँ केटाहरु अगाडि बढ्छन् एकदम धेरै खुसी लागिरहेछ म आफै पनि काम छोडेर आएर यहाँ गेम हेरिरहेछु राम्रो लागिरहेछ रमाइलो भइरहेछ के सुझाव आयोजकलाई के सल्लाह दिनुहुन्छ सुझाव चाहिँ अब यो बस्ने ठाउँ चाहिँ अलिक गतिलो लागेन हैन हजुर अलि बासहरुको रहेछ हजुर अनि बस्ने ठाउँ चाहिँ राम्रो भइदिए अझै राम्रो हुन्थ्यो कहाँदेखि आउनु भएको म धरानदेखि हो धरानदेखि आउनु नेताहरू आउनुहुन्छ खालि भाषण दिनुहुन्छ भाषण मात्रै गरेर भएन हैन काम प्रति चाहिँ काम कसरी हुन्छ त्यो चाहिँ गर्नु पर्यो क्या खालि माइकमा भाषण दियो म फल्ला पार्टी म चिल्ला पार्टी त्यो भनेर भएन हैन अझै राम्रो भयो भने खेलाडीहरू उत्पादन हुन्छ बरु खेलाडीहरू ल्याउनु पर्दैन हाम्रै गाउँघरका हाम्रै वार्डकै हाम्रै नगरका खेलाडीहरूलाई तयार पार्नु पर्यो एकदम खुसी लागेको छ गेम हेर्न आउनु भएको छ कस्तो लागिरहेछ ठिकै लाग्नु भयो कस्तो लागिरहेछ एकदम राम्रो छ राम्रो लागिरहेछ यो भन्दा राम्रो खुसीको त छेडै हुँदैन वर्षौं दिनदेखि बल्ल बल्ल गेम भइरहेछ त्यो पनि तपाईहरु जस्ता अग्रज हाम्रो निर्वाहको दायरा सबैजना मिलेर गरिरहनुपर्छ सबैको सहयोग छ एकदमै खुसी लागिरहेछ यस्ता गेम पटक पटक होस् भन्ने अझै पनि मेरो चाहना हो सानो थोरै बहुत मैले पनि यसमा केही सेवा गरेको छु आगामी दिनहरुमा यस्तै सेवा गर्ने अवसर पाए भने फेरि पनि गरिन्छ यति नै भन्न चाहन्छु मान्छेहरुको राम्रो सहभागिता देखियो आज चाहिँ अझ राम्रो देखियो हैन र मान्छेहरु उत्साहित छन् खेल प्रेमी मान्छेहरु रहेछन् यिनीहरुमा भन्ने कुरो आजको यो उपस्थितिले पनि देखायो छन् यिनीहरु फुटबल क्लबका खेलाडीहरु राम्रै खेलाडीहरु रहेछन् र यिनीहरुले राम्रै खेलाडीहरु उत्पादन गरेको छ भन्ने लाग्यो मलाई चाहिँ गोल्ड कप फुटबल भइरहेछ कस्तो लागिरहेछ तपाईलाई यो हामी दर्शकको त दुर्भाग्य हो कि यो त वर्षैपछि हुनुपर्ने यो नेतृत्वमा बस्ने पदमा बस्ने यो फुटबल यसरी नै गरिदिराखे हामीलाई चाहिँ दर्शकलाई राम्रो हुन्थ्यो खेल यिनीहरुमा धेरै वर्ष पछाडि भयो यिनीहरुवा फुटबलको एउटा चाहिँ पुरानो उर्वर भूमि पनि हो र यहाँ फुटबलको क्रेज यति धेरै छ त्यो क्रेज आजको फुटबलमा पनि देखिएको छ त्यो हिसाबले चाहिँ यिनीहरुमा जति धेरै फुटबल प्रतियोगिताहरू आयोजना हुन्छन् यहाँको फुटबलको विकास यहाँको क्षमताको विकास र खेलाडीहरू उत्पादन हुँदै जान्छन् जस्तै फुटबल हुँदैछ अब यिनीहरुको सबैले आफ्नो स्वामित्व लिएर अपनत्व महसुस गरेर यसलाई यस्ता प्रतियोगिताहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ अब यो एकपल्टको लागि मात्रै हुने गरी प्रतियोगिता आयोजना गरेर त्यसको फेरि केही औचित्य हुँदैन यसलाई कम्ती नियमित गर्ने गरी वातावरणहरू निर्माण गर्नुपर्छ त्यसको लागि अहिले जसरी यो प्रतियोगिताहरू आयोजना भइरहेको छ त्यो आयोजना भइरहेको हिसाबले चाहिँ यो फेरि प्रतियोगिता आयोजना हुन्छ भन्नेमा चाहिँ म विश्वास त छैन तर यसलाई समन्वय गरेर सबैतिर मिलाएर सबैको अपनत्व हुने गरी चाहिँ यो प्रतियोगिता अगाडि बढाउन सक्नुपर्छ मेरो गोरुको 12% भनेर मै मात्रै हो भनेर हिँड्यो भने यो प्रतियोगिता मात्रै हैन यिनीहरुको फुटबल फेरि रसातलमा पुग्न बेर लाग्दैन यिनीहरुमा लामो समय पछाडि फुटबल भयो दर्शक बिर्यामा हुनुहुन्छ कस्तो लागिरहेछ के सल्लाह सुझाव दिन चाहनुहुन्छ म एकदम खुसी व्यक्त गर्न चाहन्छु धेरै लामो समयको अन्तरालपछि आज यतिको मासमा म आफै पनि दर्शक भएर खेल हेर्न आएको छु आयोजकलाई र यो खेललाई जसले सम्बोधन गर्नुभएको छ जसले सफल बनाउन प्रयास गर्नुभएको छ उहाँहरू सबैप्रति आभार पनि व्यक्त गर्न चाहन्छु कि लामो समयपछि यिनीहरुमा एउटा यस्तो खेल आयोजना भएको छ र म धेरै खुसी छु र आगामी दिनमा पनि यस्ता खेलहरू यहाँनिर आओस् जसले यिनीहरुवासीलाई एउटा मनोरञ्जनको जुन माध्यम हो यो
यसले निरन्तरता पाओस् होइन। र अझ बढी म यो मैदान आज हेरेँ, कति फेरि यो खेल अवधिभर मैदान यति मिहिनेत गरेर बनाएका साथीहरूलाई म हृदयबाट व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। र यस्तो किसिमको खेलहरू पुनः होस् होइन। म एउटा सञ्चारकर्मी हो, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल र के अरे नेपाल सरकारका विभिन्न निकायहरूबाट पनि यस्ता खेलहरू निरन्तर यहाँनिर सञ्चालन गर्नको लागि आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लागेको छ। र म सबैजनालाई अनुरोध गर्न चाहन्छु कि यस्ता खेलहरू यहाँ निरन्तर होस्। स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न र स्थानीयहरू जो चाहिँ दर्शकहरूले यो फुटबलको चाहिँ अनुभवै गर्न नपाएको, हेर्न नपाएको अवस्थामा यो झन्डै 4-5 वर्षपछि चाहिँ यस्तो हजारौंको सङ्ख्यामा सर्वसाधारणले हेर्ने मौका पाएको छ। यो इनरवाका लागि सुनौलो अवसर हो। इनरवा गोल्ड कपलाई चाहिँ वार्षिक रूपमा पनि गर्नु पर्यो, अन्य खेलकुदको गतिविधि पनि अगाडि बढाउनु पर्छ। जिम्मेवारी र दायित्व चाहिँ कसको होला? अब राज्यको भए पनि राज्यले उदासीनता देखाएकोले खेलाडी, खेलप्रेमी र नागरिक समाजले पनि यसको अपनत्व र भूमिका निर्वाह गरे झन् राम्रो। एकदम राम्रो लागिरहेको छ। यस्तो खेलहरू अनिवार्य रूपमा चाहिँ समय समयमा युवाहरूको देशको लागि, खेलाडीहरू उत्पादनको लागि यस्तोहरू अवसरहरू चाहिँ हुनुपर्छ क्या। राज्यले यो प्रति खेलप्रति चाहिँ अझ लगानी गर्नुपर्छ, खेलाडी चिन्नुपर्छ र स्थानीय सरकारले पनि हेर्नुपर्छ। प्रदेश तीन तयको सरकार छ, यो खेलप्रति चाहिँ सरकारको भूमिका चाहिँ अनिवार्य हुनुपर्छ। एकदम रमाइलो लागेको छ, रोचक खेल छ होइन। यस्तो गेमहरू चाहिँ बेला बेलामा भइरह्यो भने हामी सबैलाई इन्जोय पनि हुने थियो, उमङ्ग पनि आउने थियो होइन। धेरै लामो समयपछि भयो, अब चाहिँ चाँडै हुन्छ भन्ने आशा राखेका छौँ हामीले। एकदमै रमाइलो लागिरहेछ, हामी सबैजना खुबै रमाइलो गरिरहेछौँ। यो अन्य साल, आउँदो साल पनि होस् होइन, योभन्दा अझै गुणस्तरीय होस् चाहन्छु। के सुझावहरू? सुझाव त अब सबैजना यो यहाँको स्थानीय प्लस जनप्रति त्यो नगरपालिकाको प्रमुख लगायतको टिमहरू मिलेर योभन्दा अझै गुणस्तरीय व्यवस्थित तरिकाले गरौँ भनेदेखि राम्रो। धेरै राम्रो लागिरहेछ। कस्तो धेरै राम्रो भन्नाले कस्तो राम्रो? धेरै खुसी, मतलब खेल राम्रो भनेको। खेल राम्रो। केही सुझावहरू, सल्लाहहरू? सुझाव त खै अब के सुझाव दिनु, अब योभन्दा आगामी दिनमा योभन्दा राम्रो हेर्न पाइयोस्, त्यही हो सुझाव। खेल भइरहोस् भनौँ, खेल भइरहोस्। जस्तै रोहित भाइलाई यहाँ मैले देखेँ। रोहित भाइ, लामो समय पछाडि फुटबल भयो इनरवामा, कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ अनि हर्षोल्लास साथ यो गेम एकदम खुसी लागिरहेछ। यो जेलफिल अहिले एकदम गाउँ चरण भएको थियो, अब लामो समय पश्चात एकदम जेलफिलमा कुनै पनि फुटबलका गतिविधि नभएकोले गर्दाखेरि इनरवासी एकदम दुखित भएको थियो। र आगामी दिनमा पनि यसरी नै यस्तै प्रतियोगिताहरू भइरहोस्, यही चाहन्छु। धन्यवाद। धन्यवाद। राम्रो हुनुपर्ने गेम भइरहेको छ। सुझाव, सल्लाह? अब आउँदा दिनहरूमा अझै यस्तो खालको खेलकुदहरू भइराख्नु पर्ने छ। एकदम रमाइलो लागिरहेछ सर। आयोजकलाई सल्लाह सुझाव? आयोजकलाई अबको वर्ष दिनहरूमा पनि राम्रो तरिकाले यस्तै प्रतियोगिताहरू गर्दै जाओस्, यही हो मेरो भनाइ सर। हजुर। या कस्तो लागिरहेको तपाईँलाई? यो त एकदम ठिक भयो, राम्रो लागिरहेको छ, धेरै राम्रो भयो। यो धेरै कुरो हो। आयोजकलाई के सल्लाह सुझाव? आयोजकलाई अलिकति के भने आउने दर्शकहरूको लागि चाहिँ अलिक राम्रो बस्ने व्यवस्था होस् होइन, र भविष्यमा राम्रो होस् भन्ने मात्रै हो, अरू केही छैन। एकदम राम्रो, एकदम खुसी लागेको छ मलाई। जस्तै इनरवामा लामो समय पछाडि फुटबल खेल भइरहेछ, दर्शकको रूपमा हेर्न आइरहनु भएको छ, कस्तो लागिरहेछ? एकदम राम्रो लागेको छ। यो चाहिँ यस्तो चाहिँ तपाईँलाई प्रत्येक वर्ष हुनुपर्छ गेम, धेरै राम्रो छ। धेरै राम्रो छ। हजुर। सुझाव केही? सुझाव राम्रो गरिरहेका छन् तपाईँलाई, यसैलाई अरू राम्रो तपाईँलाई स्तरीय खेलाडीहरू, स्तरीय टिमहरू अरू लिएर आउनु पर्यो। अब इन्डियाबाट आएको छ तपाईँलाई, श्रीलङ्का, बङ्गलादेशको टिमहरू आए, अरू राम्रो हुन्छ, अरू राम्रो हुन्थ्यो। धन्यवाद। हस्, धन्यवाद। एकदम आजको गेम एकदम दोहोरो भिडन्त छ, भयङ्कर आकर्षक छ, एकदम इमोसनल छ गेम होइन। यतिको गेम सधैँ गर्दा एकदम इनरवासी साह्रै एकदम खुसी हुन्छन्। आयोजकलाई चाहिँ धन्यवाद दिन्छु र सहयोगी
सम्पूर्ण सहयोगी संस्थाहरूलाई पनि म मेरो तर्फबाट मेरो संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु। लामो समय पछाडि इनरमा गेम भइरहेछ, कस्तो लागिरहेछ? धेरै खुसी लागिरहेछ, रमाइलो लागिरहेछ। यस्तो गेम भइराख्नुपर्छ बेला बेलामा। आयोजकलाई र अरू निकायलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ? बीचमा गेम गराइराख्नु। पहिलाको भन्दा बिचमा धेरै समय गेम बन्द भएको थियो, अहिलेको अवस्थामा फेरि सुरु चालु हुन पुगेछ। धेरै खुसीको कुरो हो इनरवासीको लागि। लामो समय पछाडि फुटबल भयो, हेर्न आउनु भएको छ, कस्तो लागिरहेछ? एकदम राम्रो लागिरहेछ। यस्तो उत्साहको साथ खेलिराख्नु खेल भइरहेछ, धेरै राम्रो लागिरहेछ हेर्नलाई। आयोजकलाई के सल्लाह सुझाव? एकदम आयोजकलाई धेरै धेरै धन्यवाद छ। यस्तै गेमहरू भइराखोस्, हामीहरूलाई उत्साहको रूपमा हेरौँ, राम्रो लागेको छ। राम्रो भइरहेछ, रमाइलो भइरहेछ होइन। अझै गेम भइरहेको छ होइन, यसरी नै हामीले हेर्न पाऊँ होइन सधैँभरि होइन, यही भन्न चाहन्छु म। राजेन्द्र भाइ, अब यो जेलको फिल्ड जुन हो नि, यसको गुणस्तरमा अलिकति कमी छ। यो फुटबलहरू अब छैन। यसलाई चाहिँ यहाँको स्थानीय तह अथवा प्रदेश सरकार अथवा सङ्घीय सरकार कतैबाट बजेट सजेट ल्याएर यो मिलाएर चाहिँ स्तरोन्नति गर्नु पर्यो क्या। यहाँ अहिले पनि फुटबल सिधा तरिकाले कुदिरहेको छैन, बबलिङ गरिरहेछ। त्यस कारणले खेलाडीहरूलाई खेल्नलाई चाहिँ अप्ठ्यारो छ। खेल कस्तो छ? खेल उत्कृष्ट छ, राम्रो छ, फाइनल खेल हो। लगभग मलाई लाग्छ 3-4 वर्षको पिरियडमा यो खेल भइरहेछ, जहाँसम्म इनर गोल्ड कप पहिलो भइरहेछ। साह्रै राम्रो भइरहेछ होइन। अलिकति हाम्रा स्थानीय खेलाडीहरूलाई चाहिँ प्राथमिकता अझ राम्रो हुन्थ्यो कि जस्तो मलाई लाग्छ। बाहिरको बोरो ल्याउनुभन्दा हाम्रो इनर खेलाडीहरूलाई चाहिँ प्राथमिकता दिँदाखेरि अझ राम्रो हुन्थ्यो। त्यसको लागि के गर्नु पर्ला? त्यसमा अब स्थानीयले पहल गर्नु पर्यो। यो तपाईलाई फुटबल धेरै लामो समयदेखि भइरहेछ, तर अब यहाँका स्थानीय नेताहरूले चाहिँ तपाईलाई अलिकति ध्यान नदिएर यो प्रत्येक वर्ष हुनुपर्ने हो होइन। ध्यान नदिएर अब लेकै लामो समय 4 वर्ष करिब भयो होइन। अहिलेसम्म त एकदम राम्रो भइरहेछ। यस्तै गोल्ड कप धेरै होइन, 3 महिनामा एउटा चाहिँ भइरहोस्, हाम्रो लागि सबैको लागि फ्रेस हुने वातावरण हुन्छ। जस्तै इनरवामा यो पहिलो गोल्ड कप फुटबल भयो, कस्तो लाग्यो? रमाइलो, राम्रो के भन्नु होइन, त्यही पनि होइन, राम्रो छ, ठिकै छ, के भन्नु अब। कमी कमजोरी के छ, सल्लाह सुझाव के छ? पानीको कमी छ त्यही हो। एकदम राम्रो छ। यो खेल मैदानलाई चाहिँ अलिकति अझै स्तरीय बनाउनु पर्छ भन्ने मेरो विचार छ आफ्नो चाहिँ। कसको जिम्मेवारी र दायित्व होला? यो हाम्रो स्थानीय सरकारको जिम्मेवारी हो, प्रदेश सरकारको हो, सङ्घको हो, सबैको हो। सबै मिलेर बनाउनु पर्छ भन्नुपर्छ यसलाई। अच्छा, यो पहिलो गोल्ड कप फुटबल एकदम दामी लागिरहेछ र यो किपर जो पनि खेलिरहनु भएको छ एकदम राम्रो खेलिरहनु भएको छ। मलाई लाग्दैछ उहाँ पहिलाको जमानाको एकजना खतरा उयो किपर नै हुनुहुँदो रहेछ। उहाँ एकदम दामी खेलिरहनु भएको छ। उहाँलाई चाहिँ सबैले म्यान अफ द म्याच दिनु पर्यो है। रमाइलो लागिरहेछ, एक्साइटिङ। अनि यहाँ भर्खर 1 गोल हान्यो नि त, झन् रमाइलो भइरहेछ। पास गर्दाखेरि चाहिँ अलिक हाम्रो टिमकोले चाहिँ अलिक कमजोरै देखेँ मैले, उताको टिमको भन्दा पनि। उताकोले राम्रो पास खेलिरहेछ, यताकोले अलिक कमजोरै देखेँ। हजुर, धन्यवाद। एकदम दामी लागिरहेको छ हाम्रो इनरवाको टिमको। अरू भन्दा नि हाम्रो किपरले चाहिँ एकदम दामी पर्फर्मेन्स दिइराख्नु भएको छ होइन। अझ यस्तै खालको खेलहरू आइरहोस् निरन्तर रूपमा। हाम्रो इनरवा चाहिँ अलि अगाडि होस् यो फुटबलको उयसमा चाहिँ भन्न चाहन्छु। अलिकति यो अझै बस्ने ठाउँको पनि अझै राम्रो व्यवस्था होस्, दर्शकहरू अलि टाढा टाढाबाट अझै धेरै आउँदा धेरै राम्रो महसुस होस् भन्न चाहन्छु होइन। अब यस्तै हो। कस्तो लागिरहेछ पहिलो गोल्ड कप फुटबल? मलाई त राम्रो लागिरहेछ। त्यही पनि कस्तो खालको राम्रो भन्नाले आयोजकलाई के भन्नुहुन्छ? आयोजकलाई अझै गरिराख्नु यस्तो गेमहरू, यहाँको लोकल खेलाडीहरूलाई पनि प्रोत्साहन हुन्छ। भोलिको दिनको लागि अब मगाउनु नपर्ला, यही उत्पादन हुन्छ खेलाडी, त्यही भन्न चाहन्छु।
जस्तै लामो समय पछाडि इनरमा फुटबल खेल भयो, कस्तो लागिरहेछ, के प्रतिक्रिया सल्लाह सुझाव दिन चाहनुहुन्छ? सल्लाह सुझाव त यही हो, किनभने स्थानीय सरकारले अलिकति यसमा खेललाई प्रोत्साहन गर्नलाई अलिकति जे पनि खेलको माध्यमबाट यो फिल्ड तपाईँलाई संरक्षणको लागि अगाडि पाइलाहरू चालिदिनु पर्यो। जस्तै अब सुजित दाइहरूले धेरै नै मेहनत गरेर यो गोल्ड कप उहाँहरूले सञ्चालन गर्नुभयो, सबै साथीभाइले मिलेर सहयोग गर्नुभयो, तर पनि उहाँहरूले धेरै स्ट्रगल फेस गर्नुभयो। त्यो चाहिँ अबको आउने दिनहरूमा खेलमा चाहिँ नहोस् भन्न चाहन्छु। मेरो आफ्नो चाहिँ जग्गा बेचेर जुटाउनुहोस् या आफ्नो गोजीबाट तिर्नुहोस्, तर जुटाएर गेम गराइदिनु भयो, त्यो नै यिनीहरूको लागि सबैभन्दा ठुलो कुरो हो। हेर्नुहोस्, फुटबल खेल यिनीहरूमा पहिला चाहिँ रेगुलर बेसिसमा हुन्थ्यो, यो लामो भयो, तपाईँले भने ठिकै भन्नुभयो। त्यसमध्येमा पनि यिनीहरूमा अहिलेसम्म नभएको ठुलो गेम हाम्रो यो यिनीहरू एफसीले गराउनु भयो, राम्रो भयो, हामी हेरेर मजा लिँदैछौँ, त्यही त हो नि। अब तर रमाइलो भयो, अब यिनीहरूलाई जित्न आँटेको छ, झन् रमाइलो भयो नि, होइन दाइ, हो कि नभन्नु? ठिक छ, धन्यवाद। यिनीहरू फाइनल पुगेको सबभन्दा खुसी त्यही हो र एक गोल हानिसकेको छ, अब जित्ने पनि चान्स छ होइन, त्यही सबभन्दा बढी खुसी लागिरहेछ अहिलेको लागि। म्यानेजमेन्ट राम्रो गर्नु छ, धेरै राम्रो रमाइलो भइरहेको छ। रमाइलो मात्रै? हजुर, बडा रमाइलो लागिरहेको छ। यस्ता खेलहरू अरू पनि आयोजना हुन् है। हाम्रो यिनीहरूमा रात्रिकालीन खेलको पनि हुने भन्ने सुनिराखेको छ, अब चाँडै होस् भन्ने अपेक्षा राखिन्छ। गराउँदै हुनुहुन्छ गेमहरू, अझै गेमहरू गराउनुहोस् होइन। दर्शकहरूको पनि उपस्थिति राम्रै देख्छु, सबैजनाले सहयोग गर्नुहुन्छ होला, त्यही हो। यस्तो धेरै सल्लाह सुझाव त केही पनि छैन। निकै लामो समयपछि हामीहरूले आज यस गोल्ड कपको रूपमा यिनीहरूमा यो माहौल देख्न पाएका छौँ होइन, हजुरहरूले देखि नै राख्नु भएको छ। यसमा चाहिँ अब म के भन्न चाहन्छु भन्दाखेरि, अब यो इन्डिभिजुअल प्रयास, खेलाडीहरूको इन्डिभिजुअल प्रयासबाट यतिको एप्रोच भइसकेको छ, यतिको राम्रो स्तरीय गेम भइसकेको छ होइन। अब अलिकति पालिकाबाट पनि, जस्तै अब यिनीहरू नगरपालिका लगायतका विभिन्न सङ्घ संस्थाहरू जो छन्, सरकारवालाहरू, उहाँहरूले पनि अलिकति यसलाई चासो दिएदेखि हामीहरूले अझै बेटर यहाँ यिनीहरूलाई चाहिँ एउटा खेल पर्यटनको रूपमा पनि अगाडि बढाउन सक्ने कन्डिसन थियो र यो हाम्रो खेल मैदानको पनि स्तर उन्नति हुन्थ्यो होला भन्ने आश जागेको छ यो कार्यक्रमले गर्दाखेरि। दाजुहरूको पहल यसमा एकदम आवश्यक छ होइन, त्यही हो दाजु, धन्यवाद। यिनीहरू चाहिँ के भन्छ फाइनलमा पुग्ने नै ठुलो कुरो हो। धेरै समयको पछिको अन्तरालमा यिनीहरूमा गेम हुँदैछ, तर स्थानीय सरकार मोइन छ। यसमा चाहिँ यसो मेरो विरोध छ। भोलिको दिनमा यो विरोध भए पनि भोलिको दिनमा चाहिँ यिनीहरूमा लामो समयपछि एउटा गेम भएको कारणले गर्दाखेरि यो गेमले चाहिँ स्थानीय सरकारलाई झकझकाओस्, भोलिको दिनमा यो फिल्ड राम्रो एउटा बनोस् र यस्तो यस्तो गेम चाहिँ बारम्बार हुनुपर्छ र खेल प्रेमीहरूलाई पनि एउटा राम्रो हामी जस्तो मान्छे अब खेल हेर्न पाऊँ र खेलाडीहरूले त्यो मौका पाउनुपर्छ। जबसम्म गेम हुँदैन त्यतिन्जेलसम्म मौका पाउँदैन र स्थानीय खेलाडीहरूलाई यो भनेको एउटा अवसर हो र अवसरको उसमा चाहिँ आज चाहिँ एकदम खुसी छु। हाम्रो टिमले यिनीहरूले चाहिँ एक गोल अहिले गरिसकेको एउटा अवस्था छ र हामी जितौँ भन्ने एउटा ठुलो उसमा चाहिँ सपोर्टमा चाहिँ आज यिनीहरूको टोटल दर्शकहरू चाहिँ यो सबै हाम्रो इन्डियाको टिम र यिनीहरू भएको कारणले सबै यिनीहरूको उसमा भएको छौँ। त्यो कारणले चाहिँ हामी जित्नै पर्छ भने एकदम ठुलो खुसी पनि छु। एक गोल हानि पनि सकेको छ र हामी एकदम जय यिनीहरू होइन। वास्तवमा भने केटाकेटीमा त हामीले पनि खेलेको यहाँ वार्ड स्तरीय लेभलको, तर अहिले बहुत आनन्द आइरहेको छ। हामीलाई लाग्छ कि हामी अहिले बच्चा हुँदैछौँ जस्तो लाग्छ। एकदम राम्रो गेम भइरहेको छ। यसरी चाहिँ वास्तवमा भइराख्नु पर्ने गेम हो। 6 महिना वर्ष दिन यसरी यो गेमहरू भइराख भनेदेखि के हुन्छ भने तल्लो लेभलको जुन केटाकेटी नानीहरू छन् यिनीहरूलाई चाहिँ खेलप्रति जागरुक हुन्छन्, उनीहरू हेल्दी हुन्छन्। यो ठाउँलाई चाहिँ देशले चिन्छ, अन्तर्राष्ट्रिय स्तरमा चिनिन्छ। त्यसले गर्दाखेरि यो गेम एकदम अनिवार्य छ। यो गेम जसले गर्यो त्यो टिम त्यो आयोजक को हो उसलाई एकदम मुरी धन्यवाद छ भन्दै मलाई चाहिँ एकदम खुसी लागेको छ। यो भइराख्नुपर्छ यो गेम। जस्तै तपाईँलाई कस्तो लागिरहेछ? मलाई पनि एकदम राम्रो लागिरहेछ। यो यस्तो गेमहरू चाहिँ निरन्तर जाओस् होइन, बारम्बार भइराखोस् भन्ने गर्दछु होइन। यिनीहरूलाई साथीले भने जस्तो यिनीहरूलाई बाहिरको मान्छेहरूले पनि चिनोस्, धेरै गेम भएकोले पहिचानसँग जोडियोस्। धन्यवाद ल।
ठीक छ ठीक छ यार ठीक छ ठीक छ